पर्सनलाई एउटा पेडेस्टलमा राखिन्छ कि एउटा हाइटमा राखिन्छ होइन त्यो राखिसकेपछि चाहिँ निकै धेरै वेजमा गेज गरिन्छ भनौँ न धेरै ओपिनियन्सहरू आउँछ धेरै क्वेसनिङ्सहरू आउँछ धेरै स्क्रुटनाइज पनि गरिन्छ होइन मेरो क्युरियोसिटी चाहिँ कहाँ भन्दाखेरि चाहिँ यो सबै अनवान्टेड अथवा वान्टेड कुराहरू तपाईँतिर थ्रो गरिँदाखेरि चाहिँ तपाईँको मेन्टल र इमोसनल वेलबिङ जुन चाहिँ हुन्छ नि त्यसलाई तपाईँले कसरी ब्यालेन्समा राख्नुहुन्छ अथवा कसरी प्रोटेक्ट गर्नुहुन्छ मेरो चाहिँ पहिलादेखि नै फर्स्टमा यो कन्टेन्ट क्रिएसन भन्दा पनि कोरियोग्राफीहरू थियो डान्सर थिएँ म एज अ ब्याकग्राउन्ड डान्सर स्टार्ट गरेको थिएँ मैले फर्स्टमा यो मिडियाको लाइनमा भन्दाखेरि अनि मैले चाहिँ धेरै एज अ वुमन एज अ गर्ल मैले चाहिँ के धेरै भेटाएँ भनेपछि हुन्छ नि केटी मान्छे भएपछि जस दबाउने चाहिँ धेरै नै हुन्छ क्या अनि त्यसपछि मैले त धेरै नै एक्सपिरियन्स चाहिँ के गरेको छु भनेपछि हुन्छ नि यु हेभ टु स्लिप विथ मी अनि म तिमीलाई चान्स दिन्छु वाला धेरै नै भएको छ कि मलाई चाहिँ अफकोर्स एउटा अब अलिकति वेल नन भइसके पछाडि चाहिँ अलिकति धेरै ठाउँबाट धेरै मान्छेहरूको ओपिनियन चाहिँ आउँछ उहाँहरूले अब उहाँहरूको आफ्नै डिफ्रेन्ट पर्सपेक्टिभ हुन्छ होइन अनि ठिकै छ द्याट्स फाइन अब पहिला सुरुमा चाहिँ मलाई अलिक गाह्रै हुन्थ्यो किनभने अब नेगेटिभ कमेन्ट्सहरू हेट कमेन्टहरू आउँथ्यो होइन हुन त माया गर्ने मान्छेहरू पनि त्यति नै हुनुहुन्छ तर अब कहिलेकाहीँ हेट कमेन्ट्सहरू आउँदाखेरिमा चाहिँ डिल गर्न चाहिँ धेरै नै गाह्रो हुन्थ्यो बट अब सो फर्स्ट त आई फिल लाइक यो हामी एकदमै एक पोइन्टमा चाहिँ अब्सेस्ड हुन्छ क्या नम्बर्ससँग जस्तो लाग्छ मलाई कि इट्स गोइङ अप इट्स गोइङ डाउन अनि त्यसले चाहिँ सबै हाम्रो मुडलाई नै डिपेन्ड गर्छ क्या जस्तै अब आफूले क्या मेहनत गरेर बनाएको हुन्छ आफूलाई क्या यो त दामी चल्छ जस्तो लाग्छ चल्दैन पुरै त्यो खतम टाटा बाई बाई फिलिङ आउँछ नि त होइन अनि त्यस्तो त्यसले गर्दा पुरै लो हुन्छ अनि यसरी यो नम्बर्समा गइसकेपछि चाहिँ चल्यो भने चाहिँ यु गेट ह्याप्पी नचल्यो भने चाहिँ यु गेट स्याड टाइपको भयो क्या तर हामीले यो कन्टेन्ट क्रिएसन किन गरेको भन्ने कुरामा आउँछ क्या एट द एन्ड अफ द डे फ्रम दिज सोसियल मिडियाको यो सबै हेटहरूबारे आई डोन्ट थिङ्क त्यो एउटा प्रपरली छैन स्ट्राटेजाइज गरेको त छैन आई थिङ्क यो भन्ने कुरा चाहिँ विथ टाइम बिल्डअप हुँदै जान्छ एन्ड अहिलेको लागि चाहिँ आई थिङ्क भन्छ नि त्यो एउटा माई मन्त्र फर 2025 इज टु बी अनबदर्ड सो मैले चाहिँ एउटा पोइन्टमा चाहिँ मलाई सानोमा चाहिँ मोडल भन्नुभन्थ्यो अनि त्यो चाहिँ मैले पुरै त्याग दिएको नै कि त्यो चाहिँ गर्दै गर्दिनँ बरु डान्सर बन्छु बरु अनस्क्रिनमा डान्सै गर्छु बरु म एक्ट पनि त्यस्तो केही पनि गर्दिनँ तर डान्सरै बन्छु भनेर बसिरहेको थिएँ अनि एउटा टाइममा चाहिँ मैले गिभ अप गरि नै सकेको थिएँ कि यो लकडाउन पछि चाहिँ किनभने म कति नाच्नु कति देखाउनु तर मैले कुनै पनि अपर्च्युनिटी पाइरहेको थिइनँ बिकज म कसैसँग रेडी थिएन क्या त्यस्तो हुन्छ नि कम्प्रोमाइज गर्नलाई जुन चाहिँ अब सबैले नगर्ला सबैको हुन्छ नि त्यस्तो नहोला तर मैले चाहिँ 2-3 चोटि नै त्यस्तो फेस गरेको छु अनि अहिले आएर चाहिँ हुन्छ नि कसैको अन्डरमा बस्नु नपर्दाखेरि यो कन्टेन्ट क्रिएसनले चाहिँ हुन्छ नि एउटा फ्रिडम दिएको छ क्या जुन रिजनले गर्दाखेरि चाहिँ त्यस्तो फेस गर्नु त्यति चाहिँ पर्दैन अहिले जस्तो लाग्छ मलाई चाहिँ सो चिल हो अहिले चाहिँ अब यही फिल्डमा काम गरेको पनि 2.5 वर्ष जति हुन थालिसक्यो सो अहिले चाहिँ अलिकति बानी जस्तै भनौँ न सो अब मैले चाहिँ कन्स्ट्रक्टिभ क्रिटिसिजम र हेटमा चाहिँ डिफ्रेन्सिएट गर्न चाहिँ सकेँ जाने भनौँ न सो ठिकै छ इट्स ओके जस्तै यो त बिकज आई वान्ट टु डु दिस बिकज आई वान्ट से समथिङ अनि बिकज आई लभ क्रिएटिङ भिडियोज आई लभ क्रिएटिङ कन्टेन्ट हो नि त अनि यो चिज चाहिँ स्याडोमा जाँदो रहेछ कि एकदमै त्यो नम्बर्स एन्ड फेम पपुलारिटी यस्तो हुनुपर्ने ब्रान्ड डिल्सले चाहिँ एकदमै त्यसलाई ओभर स्याडो गरिदिँदो रहेछ अनि वेन द्याट ह्यापन्स त्यसले चाहिँ हो फ्रस्ट्रेसन ल्याउने जस्तो लाग्यो मलाई चाहिँ अनि तर इफ यु जस्तै अब पेन्टिङ गर्न मनपर्ने मान्छेहरूलाई त्यो प्रोसेस मन पर्नुपर्ने हो नि त त्यो प्रोसेसले खुसी दिइरहेको हो नि त अनि रिजल्ट त्यो प्रोसेसमा खुसी आएपछि त्यो रिजल्टमा नै खुसी आउँछ अनि अब त्यो रियलाइज गर्नु नै एकदमै डिफिकल्ट छ फेरि सो हाम्रो कन्टेन्ट क्रिएसनको प्रोसेस पनि त्यस्तै छ किनकि हामीले बनाउन खोजेको त मन लागेर केही चिज भन्न मन लागेर आई वान्ट डु दिस सो ब्याड भन्न मन लागेर एक्चुली स्टार्ट भएको चिज हो नि त तर यो नम्बर्स डिल्स यस्तो उस्तो भन्ने चिजमा चाहिँ धेरै नै फोकस्ड भइसकेपछि चाहिँ यु फर्गेट
त्यो कुरामा चाहिँ अगेन मलाई धेरै कुरामा चाहिँ किन इजी भयो भन्दाखेरि बिफोर आई स्टार्टेड अब मेरो दिदी चाहिँ मेरो लागि सी वाज अ भेरी स्ट्रङ पिलर क्या अनि बााउन्डरिजको कुराहरू धेरै सेट गर्न चाहिँ मलाई दिदीले बिफोर आई वाज इभन इन द लाइमलाइट मलाई धेरै कुराहरू चाहिँ उसले सेट गर्न सिकाइसकेको थियो क्या त्यो कारणले गरेर आफ्टर आई केम इन्टु द लाइमलाइट आई फिल लाइक त्यो बााउन्डरिज सेट गर्ने चाहिँ मलाई इजी भएको कारणले गरेर त्यस्तो गाह्रो भएन भन्न पर्ला So anything that affects with my peace or मेरो बच्चाहरूको peace हुन्छ नि त्यो चाहिँ I just don't want to be involved in it. त्यो ignorance नै I think मेरो लागि अहिले चाहिँ के हो हैन त्योभन्दा बाहेक चाहिँ maybe एक्सर्साइज पनि गर्छु कहिलेकाहीँ चाहिँ हुन्छ नि सो कहिलेकाहीँ एक्लै बस्दाखेरि चाहिँ सोच्छु म सो यस्तो यस्तो हुन्छ सो कसरी यो गर्ने भन्दाखेरि चाहिँ कहिले फाइट ब्याक गर्छु यो अब जस्तो यो रेसमा हुन्छ नि ऱ्याट रेसमा दौडे जस्तै हुन्छ कि सो त्यसले गर्दाखेरि हो अनि फर द्याट चाहिँ यो नम्बर्समा भुल्न चाहिँ कम गर्नु पऱ्यो अनि फोर्सफुली आफूलाई फोर्सै गर्नु पऱ्यो कि ओके म लाइक कन्सियसली नै कि दिस इज नट अबाउट नम्बर्स दिस इज about me wanting to create this because I like it because यो एडिटिङ गर्दा कति खुसी मिल्छ मलाई हैन सो त्यो खुसी चाहिँ मैले रियलाइज गर्न नसक्दाखेरि चाहिँ फ्रस्ट्रेसन आएको सो आई ट्राई टु डु द्याट एन्ड आई ट्राई टु राइट अबाउट इट अनि आफ्नै थिङ्सहरू जर्नल गरिन्छ नि त सो त्यसरी म लेख्छु लाइक वाट्स द प्रब्लम भनेर अनि त्यसपछि टाइममा आई मेडिटेट सो ब्रिदिङहरूमा फोकस गरेर आई ट्राई टु अलाइन एभ्रिथिङ सो द्याट एउटा पोजिटिभ मेन्टल एटिट्युड चाहिँ क्रिएट भइराखोस् भनेर मेन चाहिँ मेरो लागि मेडिटेसन भन्ने कि सबै चिज भनेकै डान्स हो क्या एक्सप्रेस गर्ने त्यो रुने धुने हाँस्ने खुसी हुने नै यही हो सो एउटा टाइममा चाहिँ यो डान्स भएन भने चाहिँ मेरो मेन्टल हेल्थ पनि राम्रो हुन्छ जस्तो लाग्दैन क्या किनभने त्यो जति थट्सहरू आइराख्यो जति आफूमै राखिराख्यो त्यति भित्रैबाट ड्रेन हुन्छ अनि केही गर्न पनि मन लाग्दैन ओभर थिङ्किङ राति सुत्न नसक्नु त्यस्तो भएको पनि छ सो मैले चाहिँ अहिले आएर चाहिँ जिम जोइन गरेर अनि त्यसपछि यो हुन्छ नि यो म मोटाउनुको रिजन पनि त्यही थियो क्या त्यो एकदम धेरै सोचेर खाने बस्ने ओ माई गड भनेर बस्यो केही हुँदैन मेरो भनेर बस्यो सो अहिले आएर चाहिँ त्यही हो फिजिकल एक्सर्साइज अनि त्यसपछि डान्स यही कुराले गर्दाखेरि नै मेरो अहिले मेन्टल हेल्थ पनि अलि पहिलाभन्दा धेरै नै बेटर अनि त्यही हो डोन्ट गेट कट अप इन नम्बर्स इट्स भेरी डिफिकल्ट तर डोन्ट अनि राइट अबाउट इट टक टु अदर पिपल इफ यु आर ह्याभिङ हार्ड टाइम देन अरू जस्तै कन्टेन्ट क्रिएटर्सहरूले पनि कति हेल्प गर्छन् क्या बिकज दे गो थ्रु द सेम थिङ जस्तै बाहिरबाट हेर्दाखेरि त वा यिनीहरू त कस्तो दामी भइरहेको छ यिनीहरूको लाइफ त यस्तो उस्तो यिनीहरूको त भ्युज होइन जो सबैलाई एउटै टाइपको भइरहेको हुन्छ नि त सो वेन यु टक टु यर पिपल अनि जस्तै यु हेभ बिल्ट अ कम्युनिटी पनि हुन्छ नि त एउटा सानो जस्तो भए पनि एउटा सानो कम्युनिटी भए पनि ठुलो कम्युनिटी भए पनि एउटा कम्युनिटी बिल्ड भएको हुन्छ एन्ड देन इफ यु टक टु देम अनि इफ यु टक टु यर पिपल अनि राइट अबाउट इट देन त्यो हुँदाखेरि चाहिँ अझै बिस्तारै बिस्तारै कम हुँदै चाहिँ जान्छ जस्तो लाग्छ त कहिले इग्नोर गर्छु अनि कहिलेकाहीँ चाहिँ एउटा कन्स्ट्रक्टिभ क्रिटिसिजमको रूपमा पनि लिन्छु मेबी वाट दे आर ट्राइन टु से मेबी त्यो साँच्चीकै छ होला म चाहिँ मेबी हुन्छ नि आफूलाई भएर पो देख्न नसक्या हो कि सायद उनीहरूले हेर्दाखेरि त म साँच्चीकै नै पो यस्तो छु कि भनेर म त्यो सेल्फ रिफ्लेक्ट पनि गर्छु एट टाइम्स एन्ड इफ आई कम टु अ कन्क्लुजन देन आई थिङ्क आई ट्राई टु डु बेटर त्यो कन्टेक्स्टमा चाहिँ